आज म जेली केक बनाउन गइरहेको छु। बच्चा-बच्चीलाई असाध्यै मनपर्ने यो केक घरमै पाइने मात्र 4वटा सामग्री प्रयोग गरी केही मिनेटमा तयार गर्न सकिन्छ। मात्र 1 कप दुध, 2 चम्चा कर्नफ्लावर, 2 चम्चा चिनी र एउटा अण्डाको प्रयोगबाट बच्चाहरूको फेभरेट मुलायम, स्वादिष्ट एवं पौष्टिक जेली केक बनाउने तरिका यो भिडियो मार्फत यहाँहरूले सिक्नुहुनेछ। अब ढिला नगरिकन केक बनाउनेतिर लागौँ। सुरुमा एउटा भाँडोमा अण्डा फुटाइराख्ने अनि चिनी, कर्नफ्लावर एवं 1 कप दुध मिसाएर चम्चाले बिस्तारै चलाउँदै घोल्ने। अब मन्द आँचमा भाँडा बसाली चलाउँदै पकाउने। चलाउन छाड्नु हुँदैन, राम्रोसँग घुलेन भने कर्नफ्लावरको डल्ला पर्न सक्छ र केकको ब्याटर कन्सिस्टेन्ट नहुन सक्छ। अब केकको ब्याटर बिस्तारै थिक हुँदै गइरहेको छ र हेर्नमा राम्रो एवं स्वादिलो देखिएको छ। अब यतिको थिक भएपछि ग्यासको फ्लेम बन्द गर्नुपर्दछ। अब यसलाई अर्को भाँडामा खनाइदिने। केकको आकार कस्तो बनाउनु छ सोही आकारको भाँडाको प्रयोग गर्न सकिन्छ। अब यसलाई छोपेर 20-25 मिनेट जति सेलाउनका लागि राख्ने। सेलाएपछि अब केक खानका लागि रेडी भएको छ। यसलाई यत्तिकै पनि खान सकिन्छ वा गर्मी मौसम छ भने फ्रिजमा राखेर चिसो बनाएर पनि खान सकिन्छ। देख्न सक्नुहुन्छ केक मुलायम एवं स्पन्जी भएको छ। घरमै सजिलै बनाउन सकिने यो केक तपाईले पनि एकपटक ट्राई गर्नुहोला। गर्मी मौसममा बच्चाहरूलाई बाहिरको मिठाई केक खुवाउनु भन्दा घरमै चुटकी भरमा बन्ने यो केक खुवाउनु कैयौं गुणा बेस होला।